आरोग्यलाई चाहिँ आयुर्वेद, जडीबुटी, योग, ध्यान, साधना, भजन, कीर्तन यही त हो नि। जस्तो म मानसिकको डक्टर होइन, मानसिक रोगको लागि चाहिँ 80% मानसिक रोगहरू चाहिँ बिहान उठेर योग ध्यान गर्ने, साँझमा भजन कीर्तन गरेर आफ्नोलाई समर्पण गर्ने भगवान्प्रति होइन। सबै हाम्रो निष्काम कर्म मात्रै गर्न सक्छौँ, सबै नतिजा त हाम्रो हातमा छैन। ल भगवान् जे दिनुहुन्छ जसो दिनुहुन्छ म खुसी छु, तपाईँकै शरणमा छु भनेपछि आदि समस्या पार हुन्छ क्या यो खास। हामीले गरे जतिको कर्म भगवान्लाई समर्पण गर्ने हो कि प्रभु समर्पण समर्पण भाव भइसकेपछि मनको तनावै हुँदैन। तत्सत तद्गत नम, मेरो लागि केही पनि छैन, सबै तपाईँको, सबै तपाईँको हैन। तपाईँ भनेर यहाँ आएको, तपाईँले भनेर काम गरेको, तपाईँले भनेर यो सबै गरेको, अब म आफू सक्दो गर्छु, हे भगवान् जे दिनुहुन्छ जसो दिनुहुन्छ म खुसी हुन्छु भन्ने भाव राखिसके पछाडि होइन एकदमै हुँदो रहेछ। अनि एमआरआर पनि हामी फेरि सुरुदेखि नै हो कि 10-12 वर्ष भयो। आज घरै जानु पर्यो, आज अर्घाँचीबाट आएको। अनि हजुरआमा अर्घाँची यहाँ 6 महिना छ। अनि अब यसो त्यहाँ चियानगरमा सबैजना भजन टोलीहरूसँग बस्नु परेको छ। ठिक छ, धेरै खुसी लाग्यो प्रभु, अत्यन्त राम्रो लाग्यो, गर्वान्वित भयो मलाई पनि। तपाईँ एउटा नेपालको अत्यन्त सुपुत्र, यस्तो मान्छेहरू चाहिन्छ नेपालमा। एकदम तपाईँ जस्तो मान्छेको नेपाल धरती माताले खोजी गरिराख्नु भएको छ होइन। किन भन्दाखेरि यो धरतीमा अत्यन्त पाप, अत्यन्त अधर्म होइन, हरेक व्यक्ति अगतिमा प्राप्ति भइसकेका छन्। त्यस कारणले गर्दाखेरि प्रत्येक व्यक्तित्व यहाँ मसँग सेवा लिन आउनुहुन्छ, हेराउन आउनुहुन्छ। अनि जस्तै हामी जस्तै युवाहरू आयो भने गुरुजी मेरो विदेशको के हुन्छ, प्लिज गुरुजी मलाई विदेशको जसरी हुन्छ गर्ने गरिदिनु न भनेर कामना गर्नुहुन्छ, आँसु बगाउँदै। खुसी त होइन नि त, खुसीले त होइन नि। अनि अलि बुढाबुढी आमा बुवाहरू आयो भने गुरुजी मेरो छोराले यहाँ सरकारी जागिर खाएको थियो, भएन, सन्तुष्ट भएन, केही गर्न सकेन भनेर एकदम डिप्रेसनमा छ, विदेशको काम हुन्छ कि हुँदैन होइन। हरेक व्यक्तित्व, प्रत्येक व्यक्तित्वमा विदेश जानु पर्ने केही पनि छैन गुरुजी भन्छन्। अनि कसैले केही सुरुवात गर्छ, उद्योग खोल्छ, व्यापार खोल्छ, अनि सुरुवात गर्छ, अब सुरुमै उसको आय हुँदैन, उसलाई त सुरुमै मार्केट बनाउनु केही समय लाग्छ नि त। अनि सुरुमै सरकारले कर माग्न सुरु गर्छ, कर माग्न, यो करले यता तिर तिर्नु भने अहिले फेरि भिडियो बनाउँछन् अनि सामाजिक सञ्जालमा हालिदिन्छन् दुनियाँभरि होइन, भिडियो बनाऊ त्यो गरिदिन्छन्। अनि उसलाई बिचरा दिक्क हुन्छ, अनि डिप्रेसनमा जान्छ। अनि गुरुजी मलाई जुन देश भयो, एकजना मसँग यस्तो व्यक्तित्व हुनुहुन्छ कि जसले पहिला सरकारी जागिर आर्मीमा जागिर गर्नुभयो। अनि आर्मीमा जागिर गर्दै जाँदाखेरि मलाई बिचमै कसैले त्यही भित्रको गोष्ठीहरूले त्यस्तै गलत कामहरू सिकाइसकेपछि उहाँ जागिरबाट निवृत्ति हुनुभयो, निकालिसकेपछि अहिले उहाँलाई कुनै पनि ठाउँमा गएर बसौँ भनेपछि त्यो ठाउँमा उसलाई बदनाम बनाइहाल्छ, यस्तो बदनाम मान्छे भनिहाल्छन्। उसले सरकार कहाँ गयो, न्याय खोज्यो पाउन्न, उसले कुनै पनि भूमिमा गयो न्याय खोज्यो पाउन्न, अब के गर्ने गुरुजी भनेर ऊ आत्महत्या गर्न मात्र बाँकी छ गुरुजी मलाई भन्छ। मैले अहिलेसम्म नगर भएको यस्तो गर्नु हुँदैन, आफू बस्नुपर्छ, कहिले कुनै